साउदी अरब जेद्दा हो यो चाहिँ साउदी अरबको जेद्दाको फिलिस्तिनी कुप्री आयो ब्रिज हो। हेर्नु साथी हो साउदी अरबको जेद्दा भन्ने ठाउँ यस्तो छ। जेद्दाबाट यो अब जिजान जाने हाइवे हो। यहाँबाट चाहिँ जिजान जान सकिन्छ। जिजान जाने हाइवे हो। म चाहिँ रुमतिर गइरहेको छु ड्युटीबाट आएको ताबुक पुगेर। अहिले चाहिँ म रुमतिर गइरहेको छु। अझै बाँकी छ आधी एक घन्टा जति। साउदीको हालचाल यस्तै छ। अहिले चाहिँ ईद लागेर होला स्कुल बन्द छ, त्यही भएर यो बिहान चाहिँ नो एन्ट्री लागेको छैन। स्कुल बन्द भएको कारणले गर्दाखेरि गाडी त्यति भिड छैन, खुल्लै छ अहिले। यस्तै छ। यो अगाडि आउँदैछ ट्रेन आउँदैछ। यहाँ अगाडि चाहिँ यो चाहिँ ट्रेनको रोकिने ठाउँ हो, स्टेसन। यहाँ चाहिँ मेट्रो ट्रेनहरू आउँछ। यहाँ मेट्रो ट्रेनको स्टेसन छ। यो स्टेसनमा चाहिँ अहिले रेल त रहेछ अहिले। बस त हिँडिरहेछ क्या, स्कुल त बन्द थियो। बनाउन भन्न हिँड्यो होला। साउदी अरब जेद्दा। अस्ति हिँडेको म, अब आज चाहिँ रुम फर्किँदैछु। आज त मेरो छुट्टी हुन्छ। बिस्तारो गइरहेको छु। अब आधी एक घन्टा जति लाग्छ होला, एक घन्टामा सायद रुममा पुगिन्छ होला। अझै आधी घन्टा जति सिटीमै लाग्छ। आधी घन्टापछि भित्र छिरेपछि अनि गाडी राखेर रुममा चट्ट लाएर जानुपर्छ। ईदको चाहिँ रमाइलो गर्नुपर्छ। ईदको छुट्टी हुन्छ अब। 2-3 दिन छुट्टी हो। 3 दिन 4 दिन छुट्टी हुन्छ अब। साउदीको बसाइ रमाइलै छ भन्नु पर्यो। यो चाहिँ माथिको रेल हिँड्ने कुप्री यो पुल हो। यो चाहिँ यो माथिबाट चाहिँ एकदम इलेक्ट्रिकल रेल हुन्छ। यो माथिबाट हिँड्छ।
चाहिँ रेल आएको रहेछ, नभए यहाँ रेल आएको पनि देखिन्थ्यो। यो चाहिँ रेल आएको रहेछ। साथी हो, यो चाहिँ अब भिडियो के कस्तो हुन्छ सबले हेरिदिनु होला। अब राम्रो त खासै राम्रो आएको छैन होला, गाडीको अगाडिपट्टि राखेको छ ड्यासबोर्डमा भिडियोको क्वालिटी चाहिँ। किनकि गाडी अलि हल्लिन्छ नि त, त्यो भएर यस्तो अलिक क्लियर देखिँदैन होला। त्यो कारणले गर्दाखेरि आइफोनबाट बनाउनु पाए भए त अलि राम्रो आउँथ्यो होला भिडियो। यो एन्ड्रोइड मोबाइलबाट अलि राम्रो चाहिँ आएको छैन होला भिडियो क्वालिटी। बिस्तारै बिस्तारै लाग्यो। यो चाहिँ यतातिर रियाद भन्ने ठाउँतिर जान्छ, सिटी राजधानी माथिबाट। अब यहाँ चाहिँ यो बसमा हिँडिरहेको छ, सायद मक्कालाई जाँदै होला यो बस। मदिनाबाट आएको होला, यो मक्काको लागि हिँडेको होला। अब यहाँबाट चाहिँ मक्का सिधा गयो भने मक्कातिर पुगिन्छ। यो चाहिँ मक्का सिधा जाने हाइवे हो। हामी चाहिँ राइट साइडतिर लाग्छौँ, यो जिजान हाइवेतिर लाग्छौँ। अब राइटतिर जाँदाखेरि चाहिँ एकदम जिजान पुगिन्छ। यहाँबाट उता सिधै गयो भने अब यो मक्का छिर्छ। मक्कामा अब अलि अगाडि गएपछि त्यहाँनिरबाट जान दिँदैन, मुस्लिमलाई मात्रै जान दिन्छ, नन मुस्लिम जान पाइँदैन। त्यहाँ बोर्ड पनि आउँछ। यो चाहिँ हामी राइट साइडतिर लाग्यौँ, जिजानतिर। सिधा गएको भए सिधा मक्का पुगिन्छ। यो चाहिँ अब जिजान हाइवे लाग्छ यताबाट। यो चाहिँ मिडियम ट्रक हो। अहिले मैले चलाएको चाहिँ मिनी ट्रक भनौँ न, मिनी ट्रक पनि भनिन्छ। यो ट्रेन लगाएको चाहिँ अहिले नो इन्ट्री लागिरहेको, ट्रेन लगाएर भित्र छिर्न पाउँदैन। अहिले 9 बजे नो इन्ट्री खुलेपछि मात्रै छिर्न पाइन्छ ठुलो ट्रेन लिएर। यो चाहिँ सानो अलि मिडियम ट्रक चाहिँ छिर्न पाउँछ। त्यही पनि बिहान स्कुल समयमा 7 बजेदेखिबाट 8 बजेसम्म चाहिँ रोक्छ। धेरै भिड भयो भने, भिड नभएको बेलामा चाहिँ अब हिँड्न पाइन्छ। त्यस्तै छ। फेरि बिग्रेको गाडीहरू रोडमा छ भने यसले उठाएर लिएर हिँडिहाल्छ। गाडी बिग्रियो भने यसले उठाउँछ।
चट्ट गाडी तानेर गाडी फाल्ने लिएर जाने। रोडमा बिग्रेपछि गाडी राखिरहन पाइँदैन, गाडी उठाएर लिएर गइहाल्नुपर्छ। पुलिस आयो भने फाइन हान्छ। त्यस्तो हो। यो माथिबाट पनि मक्कातिर जान्छ, उता मक्काबाट आउने कुकुरी यो पनि ताइफतिर पनि आउँछ। मक्का हुँदै मक्का ताइफ त्यहीबाट आउँछ। अब म चाहिँ सनैया आइपुग्नुलाई ठ्याक्कै सनैया कुकुरी माथि आइपुगेँ अहिले। माथि चाहिँ सनैया हो। चाहिँ सनैया हो, माथिपट्टि तलतिरपट्टि यहाँ सनैया छ। गाडीहरू एकदम बिग्रेको गरेको बनाउने गर्ने सब थोक यहीँ हुन्छ। गाडीको पार्ट पुर्जाहरू पाउने गर्ने। यो जेद्दा चाहिँ अब लगभग सिद्धिन लाग्यो। अब यो अलि अगाडि गएपछि जेद्दा सिद्धिन्छ यो सनैयाबाट। अब अलिक अगाडि गएपछि खुम्रा भन्ने ठाउँमा चाहिँ जेद्दाकै खुम्रा भन्ने ठाउँमा चाहिँ हामी बस्छौँ। खुम्रामा छ बसाइ भने चाहिँ जेद्दा सिद्धिन्छ यहाँबाट। अलिकता अलिकति जाने गएपछि फेरि खुम्रा भन्ने ठाउँ छ त्यहाँनिर चाहिँ। अनि हाम्रो कम्पनी पनि त्यहीँ छ, डिस्प्याच पनि त्यहीँ छ, रुम पनि त्यहीँ छ। गाडी राखिदिएर अनि रुममा आउनुपर्छ।